Oktoberfest, the biggest, the gold, finest thing to get into, that's for sure. Games are lit. हामी मिलन चोकबाट यहाँ सरिसकेपछि हाम्रो यो स्पेस चाहिँ यत्रो ठुलो छ। यता स्कुटी सेगमेन्ट छ, यता बाइक सेगमेन्ट छ, ठुलो स्पेस छ। अब यस्तै गर्दै जाँदा यहाँ पनि यता हेर्दाखेरि यता स्कुटी सेगमेन्ट छ। यसको सबै प्राइजहरू, यसको सबै सिस्टमहरू यहाँ अलरेडी कस्टमरहरूले पढ्न पाउनुहुन्छ। यसको फिचर्स के हो, माइलेज कति हो, कति ग्राउन्ड क्लियरेन्स छ, सबै त्यहाँ हेर्न पाउनुहुन्छ। अनि यो यता पनि यो छुट्टै एउटा R15 को यो छुट्टै छ। त्यसपछि यता जाउँ। यहाँ पनि त्यही खालको स्ट्यान्डमा राखिएको छ। यतापट्टि यो बाइकको भइहाल्यो। अनि हाम्रो यो एसेसरिजहरू, हेलमेटहरू, ल्युबहरू यो पनि यहाँ राखिएको छ। यस्तै अब हामी सर्भिसमा जान्छौँ। अब यहाँ हाम्रो कस्टमर केयर छ सुरुमा, त्यसपछि सर्भिस। माथि हाम्रो एकदमै साँगुरो थियो। अब यो हाम्रो सर्भिस पहिला सुरुमा यहाँ बाइक आउने बित्तिकै त्यहाँ गएर वास गरिन्छ। वास गरिसकेपछि बल्ल सर्भिसमा लैन्छ भित्र। सर्भिसमा लैसकेपछि फेरि हामीले सर्भिस गरेर सबै कुराहरू रेडी भइसकेपछि फेरि यहाँबाट यहाँ लिएर आएर फेरि यहाँ वास गरिन्छ र बल्ल कस्टमरलाई बिलिङ गरेर पठाइन्छ। हाम्रो कस्टमर लाउन्ज वहाँ माथि छ। उहाँहरू त्यहाँ बसेर आफ्नो बाइकहरू हेर्न सक्नुहुन्छ। अफिसहरू पनि हाम्रो माथि छ। माथि भन्दा यहाँ कालिका नगरमा अलि काम गर्नको लागि सर्भिस सेन्टर, सोरुम सबै एकदम सजिलो फराकिलो छ। माथि अब काम हुँदैन। हामी यही वैशाख महिनाको 31 गतेबाट माथि छोड्छौँ। 1 गतेबाट यहाँ रेगुलर हुन्छ। यहाँ कस्टमरहरूले के भन्नुहुन्छ भने हामी 3-4 दिन भयो यहाँ स्टार्ट गरेको। कस्टमरहरूले के भन्नुभएको छ भने ओहो यस्तो राम्रो सोरुम बनाउनु भयो, माथि बस्ने ठाउँ पनि थिएन, अनि सोरुममा पनि कन्जस्टेड थियो। यहाँ बाहिर सोरुम पनि एकदम राम्रो छ। स्कुटी सेगमेन्ट, बाइक सेगमेन्ट राम्रोसँग हेर्न पाइने, अनि यहाँ हामी बसेर एसीमा बसेर सर्भिस गरेको माथिबाट हेर्न पाइने, बिना झन्झट एकदम राम्रो बनाउनु भएछ भनेर एकदम कस्टमरहरू एकदम ह्याप्पी हुनुहुन्छ। हामीले त हजुरहरूले त हामीलाई एकदम खुसी बनाउनु भयो, बस्न पनि आनन्द छ भनेर भन्नुभएको छ।